अर्को ग्रहबाट आएको मान्छे। एक समयको कुरा हो, इनरुवा गाउँमा एउटा चिया पसल थियो जहाँ सबै मान्छे खाली समयमा गफ गर्दै चिया खान आउँथे। थरी थरी मान्छेको थरी थरीका गफ हुन्थे। चिया खाँदै गर्दा निर्मलले भन्छन्, खोइ मेरो छोरालाई के भएको हो। यत्तिकैमा चिया पसले दामुले सोध्छन्, के भयो र दाइ? निर्मल भन्छन्, छोरो रातभरि पढेर बस्या हुन्छ। पढ्न त ठिकै थियो, कतिचोटि भोलिपल्ट बिहान आकाशबाट हेलिकप्टर झरेको देख्छु भन्छ, अनि हिजो पनि देखे भन्दै थियो। अनि गाली गर्छु, तिमी पढेर बस्छौ कि नचाहिने कुरामा ध्यान दिएर बस्छौ भन्दै। यो कुरा नै सकिन्छ, खासै चासो कसैले दिँदैन। भोलिपल्ट साँझ सधैँ जसो चिया खाने मान्छेको भिड लागेको हुन्छ। त्यतिकैमा निर्मलले एउटा ओड्ने ओढेर आएको मान्छेले पाउरोटी चोर्दै गरेको देख्छन् र हल्ला गर्छन्, चोर चोर। सबैले त्यो ओड्ने ओढेर आएको मान्छेतिर हेर्छन् र त्यसलाई समाउँछन्। त्यो मान्छेले मलाई धेरै नै भोक लागेको छ र खान दिनु भन्दै बिन्ती गरिरहेको हुन्छ। यत्तिकैमा दामुले को रहेछ त यो चोर हेर्न पर्यो भनेर त्यो मान्छेको मुखबाट ओड्ने हटाउँदा त सबैजना छक्क पर्छन्, किनभने त्यो मानिस यो दुनियाँकै थिएनन्। त्यसैले उनी अरूभन्दा फरक देखिन्थे। दामुले सोध्छन्, को हो तिमी र कहाँबाट आएको? त्यो मानिसले भन्छ, मेरो नाम हुलु हो र म यो ग्रहको नै होइन, म अर्कै ग्रहबाट आएको हुँ। म मेरो साथी र परिवारसँग अस्ति राति यहाँ आएको थिएँ, तर यहाँ वरिपरि घुम्ने क्रममा हामीलाई कुकुरले खेदाउँछ र सबैजना छिट्टो छिट्टो आफ्नो जहाजमा फर्केर घर जाने बेलामा म छुट्छु। म सकेसम्म लुक्न खोजेँ, तर भोकले गर्दा मैले बाहिर निस्कन पर्यो। अब भने निर्मलले आफ्नो छोराले भनेको कुरा सम्झिन्छन् र त्यो मानिसलाई फेरि सोध्छन्, के तिमीहरू पहिले पनि आउने गर्थ्यौ र यहाँ? हुलुले भन्छन्, हो, हामीलाई तपाईँहरूको ठाउँ एकदमै मन पर्थ्यो र बेला बेलामा हामी यहाँ सबैजना सुतेको बेला आफ्नो जहाजमा राति घुम्न आउँथ्यौँ। निर्मलले यहाँ हल्का रिसाउँदै भन्छन्, तिमी आफ्नै घर जाऊ, यहाँ चोरेर खान पाइँदैन र हाम्रो बीच आउने कोसिस पनि नगर्नु। तिमी हेर्दै यति नराम्रो र डर लाग्दछौ, हाम्रो बच्चाहरू फेरि तर्सिन्छ। निर्मलको कुरामा सबैले होमा हो मिलाए, तर दामुले भने उसलाई भोक लागेको छ र म यो पाउरोटी उसलाई खान दिन्छु भन्छन् र हुलुलाई पाउरोटी खान दिन्छन् र हुलुलाई पाउरोटी दिँदै भन्छन्, तिमी अहिले यो पाउरोटी खाऊ, आज राति तिम्रो परिवार तिमीलाई पक्कै लिन आउनेछन्, चिन्ता नगर। दिन बित्दै जान्छ तर उसलाई लिन कोही आउँदैन। हुलुले साथीहरू बनाउन खोज्छ, तर सबैजना उसको बाहिरी रूप देखेर तर्सिने भएकोले उसलाई कसैले आफ्नो साथी बनाउन खोज्दैन थिए। हुलुलाई एकदमै नराम्रो लाग्थ्यो, किनभने ऊ एक्लै भइसकेको थिए। एक दिन दामु र उसको श्रीमती पसल बन्द गरेर घर फर्किँदै थिए। हुलु पनि त्यही बाटो हिँड्दै थियो। त्यत्तिकैमा दुवैजनाले एकअर्कालाई देखे। दामुले अचम्म मानेर हुलुलाई सोधे, ओहो हुलु, तिमी अझै घर गएको छैनौ? हुलु भन्छ, मेरो परिवार मलाई लिन आउनु भएकै छैन, म एक्लो भएको छु यहाँ। कोही मसँग कुरा गर्न पनि चाहँदैन, कसैले मलाई साथी पनि बनाउँदैनन्। अब मलाई थाहा नै छैन म के गरौँ भनेर। यी सबै कुरा सुनेर दामुलाई हुलुको माया लाग्छ र भन्छन्, त्यसो भए तिमी हामीसँग हिँड, हामीसँगै हाम्रो घरमा बस्नु। यो सुनेर हुलु निकै खुसी हुन्छ र सबैजना दामुको घरतिर लाग्छन्। दामुको 3 जना छोराछोरी हुन्छन्, शिशिर, बसन्त र ऋतु। शिशिरले हुलुलाई देख्छन् र सोध्छन्, उनी को हुन् बुवा? दामुले भन्छन्, उनी अर्कै ग्रहबाट आएका हुन् बाबु, उसको नाम हुलु हो। अहिले ऊ यहाँ हराएका छन् र कहीँ बस्ने ठाउँ नभएर मैले हामीसँगै बस्न लिएर आएको हुँ।
रितु भन्छन्, यो त बुबाले धेरै राम्रो काम गर्नुभयो, नत्र उहाँ त एक्लै कहाँ कहाँ पुग्नुहुन्थ्यो होला। बच्चाहरूको कुरा सुनेर हुलु पनि एकछिन छक्क पर्छन्, किनभने उनलाई देखेर त सबैजना तर्सिन्थे, कोही नजिक पनि हुन चाहन्न थिए। फेरि यहाँको बच्चाहरू मलाई देखेर किन तर्सिएनन् भनेर यति सोचेपछि हुलु आफैले ती बच्चाहरूलाई सोध्छन्, तिमीहरूलाई मलाई देखेर डर लागेन? बच्चाहरू भन्छन्, लागेन, हामी तपाईलाई देखेर किन डराउनु? सबैजना रूपमा बेग्ला बेग्लै देखिने हुन्छन् र महत्त्व भित्री रूपले राख्छ, बाहिरी रूपको त केही महत्त्व हुँदैन भनेर हामीलाई स्कुलमा पढाउनु भएको थियो र हाम्रो आमा बुवाले पनि हामीलाई त्यही सिकाउनु भएको छ। बच्चाहरूको कुरा सुनेर हुलु निकै खुसी हुन्छन्। यो रात उनीहरू सबैजना खाना खाएर सुत्न जान्छन्। हुलु बच्चाहरूसँग एकदम घुलमिल भएका थिए र दामु र उनको श्रीमती पसलमा हुँदा उनले सबै घरको कामहरूमा सघाउँथे। समय बित्दै गयो र एक दिन हुलुले थाहा पाए कि उसलाई लिन उसको परिवार आउँदैछन् भनेर। हुलुलाई कता कता नरमाइलो त लागिरहेको थियो, सबैजनालाई छोडेर जान पर्छ भनेर। आफ्नो परिवारसँग भेट्न पाउँछु र आफ्नो घर जान पाउँछु भन्ने खुसी पनि छुट्टै थियो। दामुहरू साँझ काम गरेर घर फर्केपछि हुलुले सबैजनालाई एकै ठाउँमा राखेर भन्छन्, आज राति मलाई मेरो परिवार लिन आउँदै हुनुहुन्छ, तर जानु अघि म सबैजनालाई धन्यवाद भन्न चाहन्छु मेरो हेरविचार गरेकोमा, कसैले सहारा नदिँदा मलाई सहारा दिएकोमा। सबैजना कुराकानी गर्दा एकछिन भावुक हुन्छन् र यत्तिकैमा हुलुको परिवार हुलुलाई लिन दामुको घर आइपुग्छन्। हुलुले सबैजनालाई एकअर्कासँग चिनजान गराउँछन् र यतिका दिनसम्म के भएको थियो भनेर सबै घटना आफ्नो परिवारलाई भन्छन्। त्यो सुनेर हुलुको परिवारले पनि दामुलाई धन्यवाद भन्छन् र घर फर्कनतिर लाग्छन्। तर फर्किनु अघि हुलुको आमाले दामु र उसको श्रीमतीलाई एक मुठी हिरा दिँदै भन्छन्, हामी धेरै चिन्तामा थियौँ, तर तपाईहरूको व्यवहारले हुलुलाई सुरक्षित र खुसी पाए, त्यसैले धन्यवाद स्वरूप यो मेरो तर्फबाट हजुरहरूलाई सानो उपहार। दामु र उसको श्रीमती त्यो देखेर निकै खुसी भए। सबैजना एकअर्कालाई बिदाई गर्दै आफआफ्नो घरतिर लाग्छन् र हुलुले पनि बेला बेलामा दामु र उनको श्रीमतीलाई भेट्न आउने बाचा गर्छन्। त्यो दिनबाट दामु र उसको परिवारले कहिले दुःखको जिन्दगी बिताउनु परेन। यो कथाबाट हामी के सिक्छौँ थाहा छ नानी बाबु हो? सबैजनाको आआफ्नो फरक फरक रूप हुन्छ र रूप हेरेर मात्र कसैलाई पनि नराम्रो व्यवहार गर्नु हुँदैन। अब यो कथा यही सकिन्छ। हामी फेरि भेट्छौँ अर्को कहानीमा।